मोरङ जिल्लाको अध्यक्षज्यू पनि उपस्थित हुनुहुन्छ लगायत यहाँहरू सबैको अभूतपूर्ण उपस्थिति भयो। त्यसको लागि म एकदमै आभारी छु। वास्तवमा आजको कार्यक्रम चाहिँ नितान्त रूपमा परिचय गर्ने र यहाँहरूबाट पृष्ठपोषण लिएर अनि हाम्रा प्रहरीका निश्चित तोकिएका काम कारबाहीहरू सधैँ छन्। शान्ति सुरक्षा कायम गर्ने, अपराध रोकथाम गर्ने, नियन्त्रण गर्ने, त्यसको प्रभावकारी अनुसन्धान गर्ने काम त हाम्रो नियमित काम नै हो। तर अहिले अलिकति परिस्थिति फरक परिवेश छ। अहिले अकल्पनीय घटनाहरू पनि घटेका छन्। तोडफोड आगजनीहरू भएको छ र अघि नै यहाँहरूले भन्नुभएको जस्तो ती तोडफोड आगजनी गर्ने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनु पर्ने परिवेश अवस्था पनि छ। त्यसको लागि अहिले हामीले सबै सरकारी निजी कार्यालयहरूमा जसरी तोडफोड भएको छ त्यो तोडफोड भएको निजी सरकारी सबै कार्यालयहरूको एउटा मुचुम्काको कामहरू हामीले सकेका छौँ र हामीले यो मोरङ जिल्लाको प्रहरीको एउटा फेसबुक पेजबाट पनि सबै आम नागरिकहरूलाई अनुरोध पनि गरेका थियौँ। यो तोडफोडमा संलग्न आगलागीमा संलग्न व्यक्तिहरूको विवरणहरू छ भने, फोटो भिडियोहरू छ भने हामीलाई पठाइदिनु भनेर हामीले अनुरोध पनि गरेका थियौँ र हामीले थुप्रै फोटो भिडियोहरू प्राप्त गरेका छौँ र त्यसको विश्लेषणको कामहरू पनि हामीले तीव्र रूपमा अगाडि बढाइरहेको अवस्था छ र यहाँहरूसँग पनि त्यस्तो कुनै फोटो भिडियोहरू छ भने कृपया यहाँहरूले पनि हाम्रो जिल्ला प्रहरी कार्यालयमा हाम्रो कार्यालयको इमेल एड्रेसमा पठाइदिनु भयो भने हामी अत्यन्तै आभारी हुन्छौँ र यहाँहरूले पृष्ठपोषण दिए जस्तै अहिले प्रहरीको वास्तवमा अलिकति मनोबल चाहिँ खस्किएकै छ। किनभने प्रहरीका कार्यालयहरू तोडिएका छन्, आगजनी भएको छ, प्रहरीको युनिफर्म जलेको अवस्था छ, हात हतियारहरू लुटिएको अवस्था पनि छ र यो सबै कुराहरूबाट हामी उठ्नुपर्ने छ। किनभने हामी नागरिकको सेवा र सुरक्षामा प्रतिबद्ध छौँ। यो राज्यले हामीलाई दिएको जिम्मेवारी हो र यो जिम्मेवारीमा हामी किञ्चित विचलित छैनौँ र अहिले सबै प्रहरी कार्यालयहरूमा प्रहरीले आफ्नो नियमित काममा हामी फर्किसकेको अवस्था छ र हामी मोरङ सुरक्षित मोरङ बनाउनको लागि, किनभने यो कोशी प्रदेशको राजधानी भएको कारणले पनि यहाँ हामी अत्यन्त संवेदनशील हिसाबले काम गर्छौँ र अघि बोर्डरको सुरक्षाको कुरा पनि आयो, बोर्डरमा भएको तस्करीको विषय पनि आयो। यो चाहिँ इन्टिग्रेटेड विषय, अरू सेक्युरिटी एजेन्सिजहरू कन्सर्न स्टेक होल्डरसँग पनि हामी सहकार्य गरेर हामी काम गर्छौँ र यहाँहरूको फिडब्याकलाई मध्यनजर गर्दै हामीले त्यहाँ पनि अब हाम्रो निगरानीहरूलाई थप प्रभावकारी ढङ्गले अगाडि बढाउँछौँ र अब मैले यहाँहरूलाई रिक्वेस्ट गर्नुपर्ने कुरा चाहिँ कहिलेकाहीँ यहाँहरूको सूचनाबाटै आम नागरिकहरूले एउटा पर्सेप्सन बनाउनुहुन्छ। त्यही भएर यो मिस इन्फर्मेसनको कुरा, डिसइन्फर्मेसनको कुराहरू यसमा चाहिँ कृपया यहाँहरूले हाम्रो सूचना अधिकृत पनि हुनुहुन्छ, म पनि छु, एनी टाइम मलाई फोन गर्न पनि सक्नुहुन्छ। मैले यहाँहरूलाई भएको सत्य तथ्य कुराहरू चाहिँ तत्कालै यहाँलाई अपडेट गराउनेछु र हामीले अहिले अब मिडियासँगको अलिकति क्लोज कोलाबोरेसन, कोअर्डिनेसन, कोअपरेसनको लागि चाहिँ तत्काल मेसेजहरू जस्तै हामीले गरेका कुनै पनि काम कारबाहीहरूको त्यो विवरणहरू उपलब्ध गराउनलाई यहाँहरूले भन्नुभएको जस्तो भिडियो पनि हामी उपलब्ध गराउँछौँ र एउटा यो यहाँहरूसँगै सल्लाह गरेर जस्तै वाट्सएप ग्रुपमा बस्ने हो कि केही न केही ग्रुपमा एउटा बनाउँ, एउटा प्लेटफर्म बनाएर तत्काल हाम्रो गतिविधिहरू चाहिँ हामी डिसिमिनेट गर्छौँ ताकि यहाँहरूले सूचनाको ग्याप चाहिँ कुनै पनि हालतमा नहोस्। त्यो ग्यापलाई फुलफिल गर्ने हिसाबले काम गर्ने योजना मेरो छ र हाम्रो टिमको पनि छ। हामी त्यो हिसाबले अगाडि बढ्छौँ र मेरो अनुरोध चाहिँ यहाँहरूले कुनै पनि विषयमा जस्तै अघि एउटा चोकमा चाहिँ जुवा खेल्ने अथवा यो डाइसहरू खेल्ने भन्नुभएको छ, यी कुराहरू निर्मम हिसाबले यी कुराहरूको नियन्त्रण हुन्छ। तर सूचना चाहिँ हामीलाई चाहिन्छ। हामी आम नागरिकसँगकै सहकार्यमा अगाडि बढ्ने हो, नागरिककै सेवामा हामी लाग्ने हो। त्यसको लागि चाहिँ अब प्रहरी हामी एउटा वर्दीको नागरिक र नागरिक बिना वर्दीको प्रहरीको रूपमा हामीले सहकार्य गर्न आवश्यक छ। यो सहकार्यमा चाहिँ म एकदमै विश्वास गर्छु। त्यही भएर आम नागरिक यहाँहरू मार्फत आम नागरिकहरूलाई पनि मेरो हार्दिक आग्रह के छ भने कुनै पनि सूचना, आपराधिक सूचना प्राप्त भयो भने त्यो सूचनाको गोपनीयता चाहिँ हामीले मेन्टेन गर्छौँ, म गर्छु, मेरो कार्यालयले गर्छ। त्यो सूचना कसले सूचना दिनुभएको भन्ने कुरा एकदमै गोप्य रहनेछ। त्यो सूचना दिन हामी बाध्य छैनौँ, तर हामी कारबाही चाहिँ निर्मम हिसाबले तत्कालै गर्छौँ र मोरङवासीको यो दसैँ पनि नजिकै आइरहेछ, चाडबाडको बेला छ। चाडबाडलाई एकदम निर्धक्कसँगले चाडबाडलाई मनाउने वातावरण सिर्जना गर्नको लागि चाहिँ मोरङ प्रहरी एकदम दत्तचित्त हिसाबले, निर्भीक हिसाबले अगाडि बढ्छ। हार्दिक धन्यवाद।